ल नमस्ते। अब हाम्रो चाहिँ नयाँ ब्लग सुरु हुँदैछ, बुढाबुढीको ब्लग हैन। तर हामी चाहिँ कहाँ जाँदैछौँ रे? आज हामी हाम्रो बेबीको 5th चेकअपको लागि हस्पिटल जाँदैछौँ। फर्स्ट चेकअप र सेकेन्ड चेकअप, थर्ड चेकअप, फोर्थ चेकअप चाहिँ किन नबनाएको भिडियो? त्यो चाहिँ सरप्राइज थियो। सरप्राइज थियो, हामी नै सरप्राइज भइरहेका छौँ। अब हामी तपाईलाई देखाउने नै छौँ। हामी जाने लागेको ठाउँ चाहिँ कुन ठाउँ रे? खानाको गानेको सोवा बेउन हो। त्यो बेउन चाहिँ तपाईहरु जापानमा बसेहरूले पनि त्यही गर्न सक्नुहुन्छ है। अब चाहिँ हामी त्यो सोवा बेउनीमा जाँदैछौँ हैन। त्यहाँबाट चाहिँ त्यहाँ अब तपाईहरुलाई भित्रको वास्तुताहरू देखाउने नै छौँ। के हो किन मैले आएर ठोस आएको हो भनेर दरी लगाएर हामीले फोटो पोस्ट गर्नको लागि फोटो सुट पनि गर्यो है, दौरो खालको। तर कस्तो भयो अहिलेपछि थाहा नै हुनेछ। ल अब हामी चाहिँ यति भन्दै हामी चाहिँ लाग्नेछौँ हाम्रो हस्पिटल। हेलो गुड मर्निङ। आज चाहिँ कति बजेको छ भन्दाखेरि घडी हेर्न सक्नुहुन्छ, लगभग 8 बजेको छ। हाम्रो यहाँको चाहिँ 9:10 छ। हामी हस्पिटल जानलाई रेडी भएको छौँ हाम्रो बेबी चेकअपको लागि। भर्खर हामीले चाहिँ मोमो खायो, यता मिसले चाहिँ बेन्तो खायो। जापानमा हुनुहुन्छ भने चाहिँ तपाईँलाई थाहा होला बेबी हुँदाखेरि कति झ्याउ हुन्छ भनेर। काम यता हिँड उता हिँड के कसो ल। त्यसरी बेबी जन्मेपछि बेबीले बुझेन नि मैले पढाइन्छ। अब हामी चाहिँ आइसक्यो। यो चाहिँ हाम्रो यो घरबाटको एकदम आनन्द चाहिँ। अब चाहिँ हामी सेबुसिन्जीको चाहिँ हामी चढ्ने चाहिँ हामी बस्ने चाहिँ सेबुयाकी छ। यहाँबाट 2 स्टेसन उतामा चाहिँ हाम्रो चाहिँ हस्पिटल जाने एकी आउँछ। हाम्रो हस्पिटल जाने एकी चाहिँ नाम हानाखोगाने हो। त्यहाँबाट चाहिँ हाम्रो लगभग हिँडेर कति मिनट? हिँडेर कति मिनट? हिँडेर 15 मिनट ट्रेन आयो सेबुसिन्जीको चाहिँ। अब चाहिँ हाम्रो यहाँबाट हस्पिटल चाहिँ 15 मिनट हिँड्नुपर्छ ट्रेन लगाएर। तर हामी ट्याक्सीमा पनि जान सकिन्थ्यौँ। तर आज बुढाबुढी आज चाहिँ हिँड्ने भनेर मात्रै हो। ट्याक्सीमा चढे पनि प्रेग्नेन्ट मान्छेहरूलाई चाहिँ तपाईँको ट्याक्सीहरूले चाहिँ सबै रिटर्न गर्छ पैसा। त्यसरी ढुक्क भएर प्रेग्नेन्ट भएर चाहिँ ट्याक्सी चढेर हिँड्नु होला। 18,000सम्म चाहिँ तपाईँहरूलाई ट्याक्सीले आनन्दले दिन्छ। त्यसैले प्रेग्नेन्ट भएको बेला चाहिँ मजाले ट्याक्सीमा जाँदा पनि केही फरक पर्दैन, आनन्दले जानु होला। हामी चाहिँ फाइनली हानाखोगाने कि बाहिर चाहिँ आइपुगेको छौँ। यहाँ चाहिँ म्याक्सिमम् बसमा हिँड्नु पर्ने। बस पनि जान्थ्यो होला तर हामीलाई थाहा छैन रुट। तर हामी हिँडेरै जान्छौँ किनकि हामी अटेरी छौँ। यो चाहिँ यहाँको गाडीहरू हिँड्दैन। यहाँ चाहिँ स्टुडेन्ट हामी मान्छेहरू हिँड्ने र साइकलहरूको लागि मात्रै हो त्यो ठुलो ठाउँ चाहिँ। त्यसैले हामी बुढाबुढी हिँड्नको मजा नै यहाँ छुट्टै छ क्या ट्याक्सी चल्नुभन्दा के कसो। जापानमा बुढाबुढी यसैसँग हिँड्न पाउनु भनेको चाहिँ धेरै भाग्यको कुरा जस्तो लाग्छ। कहिले उसको काम कहिले मेरो काम, त्यसैले बिदा मिल्दैन। बिदा भयो भने चाहिँ सँगै हिँड्नु होला तपाईँहरू पनि। यसरी यहाँ चाहिँ साइकलिस्टहरू पनि खतरै हिँडिरहेको हुन्छ होइन। यहाँको चाहिँ अरूभन्दा पनि पार्क दामी क्या। ठाउँमा यसरी पार्क बनाइदिएको हुन्छ। आनन्द बाहिर जतिसुकै हल्ला भए पनि यो पार्कभित्र आनन्द बिचमा हुन्छ। अब हामी पनि यहाँबाट लगभग म अलि थाकि नै छ कि बोलेर हिँडेर बल्ल सुरु भएको छ। तर म थाकिसकेँ किनकि म आफै प्रेग्नेन्ट भएको जस्तो फिल भइरहेको कि मलाई चाहिँ। ल अब चाहिँ अगाडिको सिङ्गोबाट क्रस गर्ने, त्यहाँबाट 10 मिनट टुइङ त्यहाँबाट आयो हाम्रो सोवा बेउन भन्छ त्यसलाई चाहिँ। तपाईँहरू पनि यदि यहाँ कतै नजिक हुनुहुन्छ र तपाईँहरू कुनै कतै हस्पिटल जानु मन छ भने चाहिँ एक्चुली यहाँ पनि एक्चुली हेर्नुहोस् होला, सोच्नु होला। सरकारी हस्पिटल हो, राम्रो पनि छ, सस्तो पनि छ। यो चाहिँ साकुराको रुखहरू छ यहाँनिर साइडमा पार्कमा चाहिँ होइन। यहाँबाट हिँड्दाखेरि तर साकुरा फुलेपछि चाहिँ खतरा देख्छ होला। यो पनि साकुरा त हो नि, हो साकुरा हो। यदि अब नेक्स्ट टाइम आउँदै साकुरा फुल्यो भने चाहिँ यहाँ बिफोर आफ्टर तपाईँहरूले हेर्न सक्नुहुन्छ कि। तर दामी हुन्छ होला यो एरियामा चाहिँ पुरै। पर त अझै फुलिसकेको छ साकुराको दाजुभाइहरू। मेन साकुराहरू चाहिँ यहाँ 3-4 कति प्रकारको हुँदो रहेछ क्या। साकुराहरू चाहिँ मेन साकुरा फुल्ने चाहिँ अब बिस्तारै फुल्न स्टार्ट गर्छ। अहिले फुलिसकेको चाहिँ साकुरा होइन क्या है।
आइपुगेको छौँ। यहाँ चाहिँ अब सबै प्रोसेस गर्नुपर्छ। सबै पेपरहरू बुझाएपछि चाहिँ वेट नाप्ने अनि ब्लड प्रेसर नाप्ने आफैले त्यहाँ आफैले लेख्नुपर्ने हुन्छ। एउटा बसितो छेउमा चाहिँ उनीहरू चाहिँ उसले गरिरहेको छ। कति आउँछ के आउँछ त्यो लेखेर के गर्छ डक्टरले बोलाएपछि डक्टरले के भयो देखाउनु पर्ने थियो पुरै। फाइनल्ली हाम्रो चाहिँ चेकअप पनि सक्यो। आज चाहिँ नर्मल चेकअप मात्रै बेबी कत्रो भएको छ भनेर हेर्न मात्रै चेकअप भयो। आज चाहिँ कति आधी घन्टा 1 घन्टामै सबै कामसम्म भयो। तर अर्कोचोटि चाहिँ हामीले 25 तारिक बोलाएको छ। त्यसमा चाहिँ लगभग पनि 3-4 घन्टा लाग्छ भनेछ बेबी। बेबीको अब त्यो कत्रो छ खाता चाहिँ पुरै हेरेर सबै त्यसको उसको अब जाँच गर्ने भन्नुभएको छ। अब हेरौँ 25 तारिक अब के कति के कस्तो हुन्छ। आज चाहिँ नर्मल्ली हाम्रो बेबीको साइज र गेङ्की साइज भनेर मात्रै हेऱ्यो। आज धेरै नै बवालहरू भइरहेछ। टुटीमा हेऱ्यो। अब चाहिँ दामी हुन्छ। अब बिस्तारै 25 तारिक चाहिँ अब लगभग जेन्डर पनि थाहा हुन सक्ने सम्भावना छ। तर थाहा छैन के हुन्छ के हुन्छ। 25 तारिक नै त्यो बेलामा हामी भन्ने नै छौँ। हेर्दै गर्ने होला है त।